साथीहरू यो चाहिँ हाम्रो धरानदेखि अफगानिस्तान चाइनाको कोरोलासम्मको यात्रामा म्याग्दी जिल्लामा रहेको तातो पानी कुण्ड हो, जहाँ चाहिँ जमिनबाट नै अटोमेटिक तातो पानी आउँदो रहेछ र यहाँनिर नुहाउँदाखेरि चाहिँ यो पानीमा कुण्डमा बस्दाखेरि चाहिँ आफ्नो घाँट दुख्ने, घुँडा हातहरू दुख्ने र नसा सम्बन्धी समस्याहरू चाहिँ समाधान हुने भन्ने एउटा विश्वास रहिआएको रहेछ। यसको मुक्तिनाथ दर्शन गर्न जानुहुने सम्पूर्ण भक्तहरू यहाँनिर नुहाएर जानुहुँदो रहेछ र हामी पनि यहाँनिर नुहाउने क्रममा बनाएको भिडियो साथीहरू अनौठो नै लाग्यो मलाई पनि। जमिनबाट यति तातो पानी आउने होइन, बसिरहँदा चाहिँ खासै तातो नहुने, हिँड्न चाहिँ नसक्ने, धेरै तातो हुने भएकोले एकदम रमाइलो लागेको छ फेरि।